हिजोको मेरो इभेन्ट नि यति धेरै इमोसनल भएको थियो नि हैन। यता हेर्छु रुकै देख्छु, उता हेर्छु रुकै देख्छु, अनि उहाँहरू सबैजना रुको देखेर होला लिटरली म आफै पनि रुइरहेको थिएँ क्या हैन। धेरैवटा इभेन्टहरू गर्यो होला मैले हैन, तर यो धरानको इभेन्ट भने लास्टै नै इमोसनल भएको थियो कि, अनि लास्टै नै हार्ट टचिङ पनि भइरहेको थियो क्या। अब इभेन्टमा हार्ने बच्चाहरू त यसै पनि रुइहाल्नुहुन्छ नि त हैन, जित्ने बच्चाहरू पनि रुइराख्नु भएको थियो क्या। अनि त्यो बच्चाहरूलाई देखेर सबै अडियन्स प्यारेन्ट्सहरू सबैजना रुइराख्नु भएको थियो क्या। अनि म चाहिँ यसो पछाडि गएको हैन, अरू बच्चाहरू पनि फेरि रुइरहेको रहेछ क्या। अनि के भयो भनेको म्याम इभेन्ट सकियो अब हामीहरू भेट्न पाउँदिनौँ भने पनि रुइरहेको रहेछन् क्या सबै बच्चाहरू। अनि म त नानीहरूलाई देखेर कस्तो धेरै इमोसनल पनि भएँ, अनि कति धेरै हैन आफूले प्राउड पनि फिल गरेँ क्या हैन। नानीहरूले चाहिँ हाम्रो इभेन्ट र मलाई कति धेरै माया गर्दो रहेछ भनेर। अनि अर्को कुरा चाहिँ हाम्रो फेरि प्यारेन्ट्स सिक्वेन्स भन्ने थियो क्या हैन, जसमा चाहिँ कन्टेस्टेन्टहरूले चाहिँ आफ्नो आफ्नो प्यारेन्ट्ससँग स्टेजमा हिँड्नु पर्ने थियो नि त हैन। अनि यो राउन्डमा भने चाहिँ म सबैभन्दा धेरै इमोसनल भएको हो क्या हैन, किनभने मलाई चाहिँ हैन उहाँहरू आमा छोरीहरू स्टेजमा हिँडेको देखेर होला लिटरली मलाई मेरो छोरीको चाहिँ लास्टै याद आएको थियो क्या, प्लस मेरो मम्मीको पनि हैन। अब के गरौँ, छोरीलाई सँगै राखौँ काम गर्न गाह्रो हुन्छ, प्लस उसलाई पनि हैन साउन्ड हल्ला यति धेरै भिड भाडमा हैन गाह्रो हुन्छ भनेर उसलाई घरमै छोडेर आएको हैन। अनि धेरै लामो बेर पनि भइसकेको थियो नि त छोडेको हैन, त्यही माथि त्यो ब्याकग्राउन्ड म्युजिकले गरेर होला यति धेरै इमोसनल भइरहेको थियो नि हैन। मेरो इमोसन चाहिँ मैले कन्ट्रोल नै गर्न सकेको थिइनँ क्या। अनि यो चाहिँ मेरो पहिलोचोटि क्या यसरी पब्लिकमा रुको हैन, नभए म हतपति रुने मान्छे नै होइन क्या। स्कुलमा हैन सरले ड्याम्की ड्याम कुर्दाखेरि पनि म चाहिँ नरुइकन बस्ने मान्छे हो कि, तर मलाई लाग्छ कि हैन म मम्मी भइसकेपछि चाहिँ धेरै कुराहरू चेन्ज भएको छ क्या। कसैले रुको देख्नै हुँदैन क्या बाबा, मलाई आफै आँसु झरि नै हाल्छ क्या हैन। पहिला त म यस्तो थिइनँ कि हैन, खै के भएको है, अहिले चाहिँ कोही इमोसनल भएको देख्नै हुँदैन, लिटरली मेरो आँखामा आँसु आइ नै हाल्छ कि साथीहरू। तपाईँहरूलाई पनि यस्तो चेन्जेस भएको छ कि छैन कमेन्ट गर्नु होला है त। सो मेरो भ्लगलाई यसरी नै तपाईँहरू माया गरिदिराख्नु होला, म यसरी नै मेरो भिडियोजहरू बनाइराख्ने छु। आजलाई यति नै, थ्याङ्क यू सो मच फर वाचिङ गाइज, बाइ बाइ।